हेलो साथीहरू, गुड इभिनिङ। के छ खबर? सन्चै हुनुहुन्छ? हामी पनि ठिकै छौँ। अनि के साथीहरू सुन्नु न, हजुरहरूले कहिलेकाहीँ यस्तो हुन्छ कि हुँदैन? यस्तो भनेको कस्तो हो भन्दाखेरि हामी बजारतिर जान्छौँ नि होइन, अनि त्यसपछि हामी जे किन्न गएका थियौँ त्यही बिर्सिन्छौँ या फेरि त्यही छोडेर आउँछौँ त्यो चिज, या फेरि हामीलाई जित्तो बुझ्दैन घर आएपछि ए त्यो पनि किन्न थियो ला भन्ने हुन्छ नि त। अनि त्यस्तो हुन्छ कि हुँदैन हजुरलाई? आज हामी आमा छोरा घर नजिकैको बजारतिर गएका थियौँ। सरर पारामा सामान त अरू सबै ल्यायौँ, तर तरकारी किन्दा किन्दै झोला भरिएछ। आलु त किन्नै बिर्सेछ, ल्याउनै बिर्सेछ। अब भयो त, घरमा आलु नै सकि नै लागेको थियो। फेरि बजार सधैँ लाग्दैन नि त, भोलि जान्छु भन्न पाइँदैन, बारअनुसार लाग्छ बजार। अनि त्यही भएर हाम्रो पालो घरमा बस्दा नि गर्मी नै छ, फेरि जाऊँ भो डुल्न जाऊँ भनेर डबल बजार गयौँ आलु किन्न भए पनि। जाँदा जाँदै यहाँनिर यो बाटोमा के आयो भन्दाखेरि यो चाहिँ कुञ्जला पार्क भन्ने ठाउँ हो। यहाँभित्र सानो पार्क छ, रमाइलो छ, तर बस्न गफ गर्न कुराकानी गरेर आनन्द दिन बिताउनलाई काम नहुँदा ठिकै छ, रमाइलो छ। यो बजारलाई चाहिँ गोडकट्टा बजार भन्छन्। हामी यताबाट जाँदाखेरि कुञ्जला पार्क हुँदै हुँदै जानुपर्छ, बाटो नै पर्छ यो चाहिँ। ल बजार पनि आइपुग्यौँ। अब यसो सरर बजारतिर डुलेर छुटपुट सामानहरू के छ त भनेर किन्न पर्यो। म यसो बजार पनि घुमाउँछु है। यतानिर फुल्की छ, यता कपडा, यहाँ भाँडा पसलहरू, भाँडाहरू बिग्रिओरेको बनाउनुहुन्छ। अनि यहाँबाट भित्र जाँदा यता पहिला कपडाहरूको पसल आउँछ। यहाँ ब्यागहरू रहेछ, यहाँ सुरुवालहरू, कुर्ताहरू, यता के छ नि, यता नि कपडाको भयो। अनि यहाँ जेन्ट्स कपडाहरू रहेछ, यता के छ है, यो पनि कपडा। कपडाको सकेपछि अब खानेकुराहरू, यता गरगहनाहरू रहेछ, कस्मेटिक आइटमहरू। अनि यता आलु छ, मलाई आलु पनि चाहियो हो नि त। आलु किन्न बिर्सेर गएको कि, त्यही भएर आलु पनि लिन पर्यो। यो तरकारीले त कटर काट्दै हुनुहुन्छ दिदीहरूले। मिठो लाग्छ कटहर पनि, एकदमै धेरै मिठो हुन्छ, तर गर्मीमा चाहिँ धेरै खायो भने गर्मी बनाउँदो रहेछ कटहरले। मिठो चाहिँ धेरै नै मिठो हुन्छ। यो हरियो परियो सागसब्जी तरकारीहरू। यहाँ अलिकति भिन्डी लानु पर्यो। चिप्ले भिन्डी मनपर्छ कि पर्दैन साथीहरू हजुरहरूलाई? स्वास्थ्यको लागि चाहिँ राम्रो हुन्छ अरे यो, मन परे नि नपरे नि। अलिकति यो पनि लानु पर्यो। यता फलफुलहरू छ, अब POTATO पोटाटोको पालो आयो। यसैले गर्दा डबल आएको नि त। यता लड्डुहरू छ, खानेकुराहरू छ।
यता फलफुलहरू अलिकति खरबुजा फेरि लानु पर्यो आदि भए पनि। आइसकेपछि रिक्तो झोला त के लानु र है, अलिअलि हाल्नु पर्यो। ल हाम्रो बजार त सकिसक्यो त उतिखेरै। अब हामी घर फर्किने तयारीमा। अब हामीहरू घर फर्किँदैछौँ। अब भने हामी घर आइपुग्न लागिसक्यौँ। यति बेलासम्म हामीलाई हेरेर साथ दिनुहुने हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई बाई बाई, सी यू अगेन।